दुलाको साथीहरू हुनुहुन्छ हैन अनि यता भित्र उहाँ चाहिँ दुला हुनुहुन्छ नमस्ते गर्नुभएको छ हैन उहाँ चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ कस्तो फिल भएको छ हजुरलाई कस्तो फिल भएको एकदम राम्रो भयो बुझ्नुहुन्छ खुसी भन्नु न धेरै खुसी फाइनली साथीहरू यहाँ चाहिँ बिहे हुँदैछ युट्युब च्यानल फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा आज चाहिँ हैन नेपाली र चाइनिजको चाहिँ बिहे हुँदैछ हैन मेरो साथी हो नेपाली चाहिँ अनि चाइनिजसँग बिहे हुँदैछ र सिम्पल हो बिहे पनि मन्दिरमा हो तर पनि अहिले चाहिँ हाम्रो रुममा ब्युटिसियन आउनु भइसकेको छ र दुलैलाई चाहिँ मेकअप गर्दैछ तपाईहरुलाई म देखाउन चाहन्छु दुलै मेकअप गर्दैछन् जापानतिर कोरियातिर चाइना यो चाहिँ आजको चाहिँ दुलैको चाहिँ मेकअप गर्ने सामानहरु के क्रिम हो मलाई त थाहा हैन अनि उहाँहरु चाहिँ ब्युटिसियन हुनुहुन्छ हैन उहाँहरु चाहिँ अनि इनी चाहिँ दुलैको बहिनी अब दुलैको बहिनी यता हेर न फेरि नाटकै धेरै देखाउ आज त राम्ररी देख्नु परेन बिहेको दिन हो अनि राम्ररी बनेर मेकअप गर्ने चाहिँ एकजना हानै न हेर्ने चाहिँ यहाँ धेरै छ नि BTS यो प्रतिमाको कुरा यो हामी त्यो पश्मिनामा लेक साइडमा जब गर्दा के अरे यसलाई उभिए थिएन हामी राति के अरे सेल्स गर्नु पर्थेन अनि उभिए थियो अनि एउटा मान्छेले हैन को त्यो चाइनिज केटी इन्डियन मान्छेले को त्यो चाइनिज केटी त्यहाँ उभिरहेको त भनेको हैन यसलाई चाइनिज केटी भनेर लास्टमा त चाइनिजसँगै बिहे हुन लागेछ ठ्याक्कै है चाइनिज भनेर भन्थ्यो त्यो मान्छे कसरी लभ परेको कहानी सुनाइदियो नि तेरो लभ स्टोरी चाइनिज सुनाइदियो 100 रुपैयाँको कारणले हैन लभ स्टोरी त फेरि 100 रुपैयाँको कारणले स्टार्ट भएको यिनीहरूको त भन्दै त वेटर भन्नु न आफूले हजुरलाई त थाहा नि भन्नु न अन्सारी यस्तो भएको अरे कि अब दुलै भन्न लाज मान्छ हैन म भनिदिन्छु के अरे यो वेटर क्यासियर मान्थ्यो वेटर मान्थ्यो कि एउटा रेस्टुरेन्टमा भर्खर नयाँ खोलेको रेस्टुरेन्टमा नि अनि त्यहाँ फेरि यसको फियोन्सी खाजा खाना आउनु भयो रहेछ अनि यस्तो हिसाब किताब गर्दा 100 रुपैयाँले धेरै लिँदैछ अनि नि चाइनिजले त नि पैसा देखाएर यस्तो गरेर कति भनेछ हैन अनि के अरे अनि यसले अनि 100 रुपैयाँ लिँदैछ अनि नि ओके you come back one day अनि I'm return you भनेर यस्तो भन्दैछ अनि त्यहीबाट अनि चाइनिजलाई मन परेर अनि लभ परेछन् कि अनि म्यारिड गरौँ भने फेसबुक आइडी मागेको पहिला फेसबुक आइडी अनि टिकटक अनि बोल्दा होला नि त्यसपछि त बिहेमा पुग्यो कुरा चाइनिजसँग पछि छोड्दै छोडेन जता जाँदा नि सँगै भाडामा त छोडे यसको लभ स्टोरी चाहिँ रमाइलो छ यहाँ आइसकेको छैन हेर्नुहोस् खै दुलेको साडी फिन्जाउ त पूजा फिन्जाउ कस्तो छ हेरौँ र यो चाहिँ दुलेको देखाउ न अलि माथि गर त पूजा माथि गर यो चाहिँ दुलेको साडी वाउ मनी तिमीलाई दुलै भन्छु जिमिनको बन यो दुलै यहाँ मेकअप गर्दा यो दुलैको बेस्ट फ्रेन्ड हैन धेरै मिली अब चाइना गयो भने दुलै रुनीवाला छ साडी दुलेको चाहिँ साडी कस्तो छ मलाई कस्तो देखिन्छ पूजा अब तपाईँ कसैको दुलै भन्नु ए दुलै हो कि के हो भन्नु ल नाइस म चाहिँ क्लिजिङ गर्दै हो म पनि अब रेडी हुन्छु हैन
क्लिजिङ गरिदियो अब क्लिजिङ गरेर मुख पाखे चाहिँ हल्का अब म पनि मेकअप गर्छु राम्रो हुनु पऱ्यो नि हल्का त अब बिहे जस्तो दिनमा है दिदीको के हो अब मेरो मेकअप चाहिँ सुरु हुँदैछ यता चाहिँ वाउ तर यसलाई चाहिँ रातिले कति राम्रो देखेको थियो के कति आत्ते कति आत्ते तँ गर्न पहिला तँ मेरो बिहे हो कि तेरो बिहे भन्नु न के मेरो बिहे हो कि तेरो बिहे हो भन् न फेरि फेरि दुलोले हान्दा मलाई उठाउला दुलोले हान्दा मलाई उठाइदिएला सानोसँग झगडा होइन अनि मैले जोक गरेको फेरि सामग्रीले चाहिँ सुन्न बनाएर थिएन सुन्न यो मोइस्चराइज लगाइदिनु भएको होइन कि होइन मेकअप ओस् भने त मैले त म पनि रेडी हुँदैछु मोइस्चराइज लगाएँ बिग्रिन के तेरो कपाल दुख्नु चाहियो हो र हातै च्याप्च्याप भर्छ कस्तो तेल हाल जस्तो देखियो तेरो कपाल यस्तो ओभर मेकअप छैन ठिकै तँलाई कस्तो त्यो ओभर मेकअप होइन कि लाइट लाइट मेकअप पनि हो त्यस्तो गर्दा मलाई नि मन पर्दैन सुहाउँदैन मेरो आँखा घोच्यो आँखा घोच्यो के उता लगाइरहेको छिटो यो मोइस्चराइज लगायो भने त मलाई पसिना आउँछ कि बेसरी मलाई बल्ल मेरो नि रेडी भयो मोइस्चराइज लगाएर चाहिँ मुख धेरै नि अब के लगाइसकेँ अब क्यामराम्यान कोही छैन अब आफै हो अगाडिको अब गर्ने अगाडि यो चाहिँ के सनस्क्रिन लाउ न सानो तिमी म त किन भनेर यो चाहिँ सनस्क्रिन सेन लाइसक्यो लाइसक्यो रे हल्का है लाइट तर यति मेकअप गर्दा नि कस्तो हुने देखेको क्या त्यो लाउने नै यो फाउन्डेसन त स्किन बिगार्छ मेरो राम्रो स्किन मलाई त यस्तो लगाइदिन आउन क्या डर लाग्छ मैले त्यो त कस्तो फाउन्डेसन डर लाग्ने छुट्टिन्छ नि त ब्लाइन्डरले उ गर्नुपर्छ पखाइ यतै छ फाइनली मैले चाहिँ फाउन्डेसन लगाएर चाहिँ आइसेडहरू पनि लगाउँदैछु होइन हेर्नु है साथीहरू मेरो क्यामेरा कस्तो कति नराम्रो आएको मेरो फेस त यो फाउन्डेसन बच्चालाई कस्तो देखेको फेस दुलेको चाहिँ छोरी दुलेको दिदीको छोरी चाहिँ मेकअप गर्दैछ नि बच्चालाई के लगाइदिएको धेरै मेकअप गर्नु हुँदै फाउन्डेसन चाहिँ दुलै पनि रेडी हुँदैछ सिक्न चाहिँ जाउँ र अनि यो चाहिँ चुरा पनि हातमा लगाइसकेँ र हेर्नुहोस् एउटा हातमा चुरा एउटा हातमा चाहिँ घडी छ र म चाहिँ मेकअप भएर तिमीले चाहिँ मेकअप गरिदिइसक्नु भइसक्यो कस्तो ओभर त देखेको छैन ठिकै रहेछ अब
यहाँ चाहिँ यसरी म चाहिँ पोको पारेको होइन कपाल अब बेहुली पनि रेडी भइसकेको छ र अब हामी चाहिँ अब निस्किन लागेको हेर्नु है बेहुली पनि सबैजना चाहिँ रेडी भइसक्यौँ होइन यहाँ बेहुली पनि रेडी भइसक्यो र बेहुलीको बहिनी र बाहिर पनि र यहाँ चाहिँ दुलाको साथीहरू हुनुहुन्छ होइन अनि यताभित्र चाहिँ उहाँहरू चाहिँ दुलाको साथी उहाँ चाहिँ दुला सरी अनि उहाँ चाहिँ दुलैको बाबा यहाँ चाहिँ सब दुलैको दिदी उहाँ चाहिँ दुलैको दुला उता यहाँ चाहिँ दुलैको मम्मीहरू र दिदीहरू फुपूहरू सब हुनुहुन्छ यहाँ चाहिँ रेडी हुनु हुँदै रहेछ म त नदेखेको नि रेडी हुनु हुँदै हुन्छ साथी यहाँ चाहिँ दुलैको साथी हो उहाँ पनि दुला दुला यस साली भेना उहाँहरू चाहिँ होइन यहाँ चाहिँ ट्याक्सीहरू अब हामी चाहिँ मन्दिर जान लागेको र ट्याक्सी चाहिँ यहाँ आइसकेको छैन दुईवटा यहाँ रेडी भइसक्नु भयो अब हामी चाहिँ मन्दिरमा जान चाहिँ रेडी भइसकेका छौँ होइन सबैजना यहाँ वेटिङ फर दुलैलाई चाहिँ दुलाएको छ यहाँ दुलै अब निस्किन लागेको छ यताभित्र पनि भित्रबाट अब यहाँ दुलैको बहिनी पनि रेडी भइसकेको छ सबैजना हेर्नु यति रमाइलो छ कि यहाँ अब जाने सबैजना म नि एकदम एक्साइटेड छु सबैजना एक्साइटेड हुनुहुन्छ उहाँ चाहिँ दुला हुनुहुन्छ नमस्ते गर्नुभएको छ होइन उहाँ चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ कस्तो फिल भएको छ हजुरलाई कस्तो फिल भएको एकदम राम्रो भन्नु बुझ्नुहुन्छ खुसी भन्नु न धेरै खुसी दुलाको अगाडि देखेँ हेर अब झरिसक्यो अब हामी चाहिँ अब मन्दिर जान लागेको ल अब हामी चाहिँ अब जाने हो मन्दिर कम्फर्टेबल फिल भयो नि हामी चाहिँ ट्याक्सीमा चढिसक्यौँ यहाँ चाहिँ दुलैको भाइ म छु ओ माइ गॉड हामी चाहिँ ट्याक्सीबाट मन्दिर लागिसक्यौँ ट्याक्सीबाट नि मन्दिरमा धेरै टाइम लाग्छ 20-25 मिनट चाहिँ लाग्छ साथीहरू हामी चाहिँ मन्दिरमा आइसक्यौँ अब कति बेला साइड जुट्छ होइन हामी चाहिँ मन्दिरमा आइसक्यौँ बिन्दावासिनी मन्दिर हो यो चाहिँ खोइ अरूहरू त आउनु भएन त आउनु उहाँहरू पनि आउँदै हुनुहुन्छ होइन फ्यामिलीहरू पनि हामी चाहिँ मन्दिरमाथि पनि आइसक्यौँ दुलैहरू हुनुहुन्छ फाइनली साथीहरू यहाँ चाहिँ बिहे हुँदैछ फाइनली यहाँ चाहिँ बिहे हुँदैछ साथीहरू ताली 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 फाइनली गाइज अब बिहे पनि सक्यो हामी चाहिँ अब घरतर्फ लागेको छौँ
भिडियो गर्नु फाइनली गाइज हामी चाहिँ अहिले घर आइसक्यौँ र घर आएर पनि लुगा चेन्ज गरिसकेँ म चाहिँ होइन लास्टै घाम पोलेर गर्मीले चाहिँ म त खप्नै नसकेर लुगा पनि चेन्ज गरिसकेँ र आजको बिहे पनि रमाइलो भयो होइन र मेरो आजको भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियोमा चाहिँ लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला र अर्को भिडियोमा चाहिँ भेटौँला बाई बाई